all are doing. I hope you all are doing well and we are also doing great. अनि आज चाहिँ day 2 in Sikkim. हामी चाहिँ 5 तला हैन 4 तला माथि छौं अनि हेर्न सक्नुहुन्छ गाइज यति माथि छौं अनि यसको छतमा चाहिँ यस्तो छ फर्स्ट फ्लोर जस्तो छ क्या छत चाहिँ पहाडको विशेषता होला यो यस्तो राम्रो भ्यू हामी चाहिँ बिहानै रुमबाट रेडी भएर मन्दिर आइसकेको छौं नवीन मिश्र सेरिन मिश्र मन्दिरको सिँढी चढ्दै हुनुहुन्छ र मन्दिरमा दर्शन गर्यौं राजश्यामजीको यहाँ चाहिँ प्रेम सुधाकर महाराजजीले प्रवचन भनिराख्नु भएको रहेछ दर्शन गर्यौं र हामी यहाँबाट निस्किनै हाल्यौं चाहिँ यहाँबाट हेर्न आँट्यौं गाइस सेरिन मिश्रको पोज हेर्नु खतरा छ मिश्र उता अगाडि गइस न मुसुरीलाई चाहिँ बोकेर ल्याउनु पर्ने अरे सिँढीमा आधी बाटो आउँदा आउँदै र मैले यो भिडियोमा चाहिँ बाई बाई मन्दिर भनिरहेको छु हामी चाहिँ अब नाम्फिङबाट सिङतामतिर जाँदैछौँ गाडीमा मलंग सी रातें सुरंग सी बागी उड़ान पे ही न जाने क्यों इलाही मेरा जी आए आए इलाही मेरा जी आए आए हामी चाहिँ नाम्फिङ बर्मेकबाट सिङताम आइसकेको छौं पुरा भोक लागेको छ गाइज होटलहरु खोजेर यहाँ बसिरहेको छौं पुलिस पुरा गफ दिइरहेछन् क्या खाना बस्नु भएको हजुर पिज्जा बिहान बिहान पिज्जा खान्छन् म पनि पिज्जा कता नाचेको माया सबैजना मुनि पुरी सब्जी रोटी खाएर बसिरहनु भएको थियो म चाहिँ यहाँनिर पुलीसँग बसिरहेको थिएँ अनि उसको बाबा खाइसकेर आउनुभयो अनि त्यसपछि म पनि मुनि गएर रोटी सब्जी खाएँ अनि त्यसपछि हामी यहाँ सिङतामबाट गान्तोकतिर जान्छौँ गाइज मिटर गाइज हामीहरू गान्तोक आइपुगिसकेको छौँ यो गान्तोक हो अब हामी यहाँ होटल खोजेर होटलमा बस्छौँ सोचूं के मिलनी ते भूलांगा कि तेरी तां गल्लां च शायरी सोचूं के मिलनी ते भूलांगा कि तेरी तां गल्लां च शायरी वेखेगी मैनू सोचेगी क्या तू मिट्टी दा बंदा मैं तू ताम परी इश्के दी गलियां च खोया है दिल दे आस लगाए कि जाए तू मिलवे कोल तेरे मैनू आन दे सोनी करा मैं कितने जतन सोनी दूरों दूरों मैं वेखा तेनू
हामीले चाहिँ होटल बुक गरिसक्यौँ एमजी रोडमा। अनि यहाँ चाहिँ पर्मिट चाहिँदो रहेछ अनि सबैको नागरिकता जन्म दर्ताहरू चाहिँदो रहेछ। नवीनले चाहिँ सेरिनको जन्म दर्ता भनेर एलाराको जन्म दर्ता लिएर जानुभएको रहेछ। धन्न उमेर हेरेर चाहिँ ऊ गरेन, नभए त लफाडा लाउँथ्यो सिक्किममा त हामीलाई। पर्मिट बनाउँदा पनि त्यस्तो ऊ गरेन, एकजनाको फोटो खिच्योहरू भयो। तर जस्तो उनीहरूले मजाले रिसर्च गरेको भए चाहिँ थाहा हुन्थ्यो प्यारेन्ट्सको नामबाट। अनि यो चाहिँ हामी बसेको रुमबाट रुमको झ्यालको भ्यू हो, एमजी रोड ठ्याक्कै यहाँनिर बसेको थियौँ। लाउन लगाइहालिन्छ। पानी छ, थाहा छ मलाई। आए खुद ही तो देख लो ना, मुझे तो पता ही नहीं है। बोलो क्या हुआ? कस्तो खालको हिन्दी हो यो? खुदी देख लो ना, मोटो बट्टा ले कि पातलो बट्टा ले अरे भगवान। पता ही नहीं है, मुझे तो वाटर खाना था। वाटर खाना था? अभी अभी तो खाई हो। प्लीज मुझे दे दो। अभी अभी नहीं खाई हो, वाटर खाऊंगी। मैं पापा को बोलूं, मैं डैडी को बोलूंगी। पापा को बोलो, डैडी तुम तो बाबा बोलोगी। ये पापा और डैडी कहाँ से आया? ला हाँ, कहो ना जरा मुझको, बताओ ना। बताओ बताओ आने का तो हिंदी आता। साना तुम तो झूठ बोलती हो ना। मैंने अभी नहीं ना के ना सेरीन। सनी तुम झूठ बोलती हो। हाँ तो क्या? हामी चाहिँ आज बिहानै मन्दिरबाट डाइरेक्ट नाम्ची चारधाम गएर अनि राति गान्तोकमा आएर बस्ने कुरा भएको थियो। तर फेरि हेक्टिक सेड्युल हुन्छ होला भनेर हामीले त्यो प्लानलाई क्यान्सल गरेर अनि गान्तोककै साइट सिइङ गर्ने भनेर उहाँबाट आएको थियौँ। तर लास्टमा के भयो भने हामी होटल आइसकेपछि म चाहिँ लगभग 2 घन्टा जति निदाएछु अनि अरू पनि निदाउनु भएछ। बाबा र छोरी चाहिँ मस्त मोबाइल हेरेर बस्नु भएछ। अनि त्यो निदाएकोले गर्दाखेरि कहीँ जानै पाएँ। 3 बजिहाल्यो बाहिर निस्किँदा। अनि यहाँ चाहिँ बेल्जियम वाफेल रहेछ। वाफेल के हो यो, आई डोन्ट नो आइम प्रोनाउन्सिङ इट करेक्टली अर नट। अनि यो चाहिँ लास्ट टाइम मिठो रहेछ क्या। मैले चाहिँ फर्स्ट टाइम खाएको, प्राइस चाहिँ एक्सपेन्सिभ बट वर्थ इट थियो। अर्को होटलमा लिएर आइवरी खाएको क्या। अनि मेरो छोरी चाहिँ चाउमिनदेखि भए केही नखाने अरे, यस्तो चाउमिनै मात्र खाएर बसिरहेछ। अरू केही खाँदै नखाने अरे, चाउमिन मात्र खाने अरे। तू बेखबर या सब खबर, एक दिन जरा मेरे मासूम दिल पे गौर कर। पर्दों में मैं रख लूं तुझे, के दिल तेरा आना जाए कहीं ये गैर पर। हम भोले हैं, शर्मीले हैं, हम हैं जरा सीधे मासूम, इतनी खैर कर। जिस दिन कभी जिद पे अड़े, हम आएंगे आग का तेरा दरिया तैर कर। अभी कुछ दिनों से लगे मेरा दिल धुत हो जैसे नशे में, क्यों लड़खड़ाए ये बहके गाए है तेरे हर रास्ते में। है दिल पे शक मेरा, इसे प्यार हो गया। हामी चाहिँ एमजी रोडमा घुमेर खाजासाजा खाएर अनि यहाँ मलमा आएको छौँ। यो मल चाहिँ कस्तो राम्रो रहेछ क्या, ठुलो पनि रहेछ। अनि यहाँ चाहिँ सामानहरू क्वाइट एक्सपेन्सिभ रहेछ। तर पनि अब नानीले त के सामान मगाइहाल्छ, अलिअलि त किनिदिनै पर्यो। अनि यो एस्कालेटरमा चाहिँ उसलाई 5 खेप माथि मुनि गर्नु पर्यो क्या। यत्तिकै लिएर माथि जा अनि फेरि अर्कोबाट मुनि ओर्ली, एउटाबाट माथि जाने अर्कोबाट मुनि ओर्लिने। त्यसरी मलाई वाक्क दिक्कै लगाइ। म 10 चोटि चाहिँ यहाँ माथि र मुनि गरेँ होला, मान्छेहरूले पनि पागलै भन्यो होला। यहाँ गान्तोकमा चाहिँ सिङतामको हेरी अलिक जाडो थियो क्या, सायद हाइटमा भएर होला। अनि नानीले लगाएको लुगा चाहिँ दिदीले 1-2 वर्ष अगाडि होला सिनबाट मगाएर अनि ल्याइदिनु भएको थियो। अनि अहिले त पुरै छोटो भइसकेको रहेछ। अनि खुट्टामा जाडो भयो भनेर थियो। अनि एउटा जकर्स किनिदिएँ। अनि यो पेन्सिल, इरेजर, यो सार्पनर अनि वाटर बोटलहरू त उसलाई जहाँ देख्यो त्यहीँ चाहिहाल्छ। स्टिकरहरू त जे देख्यो त्यही चाहिहाल्ने क्या।
मैले चाहिँ नानीलाई यो जकर्स किनिदिएर अनि चेन्ज गराएर ल्याउँदाखेरि हाम्रो टोली त सबै गायब क्या, कोही देखिँदैन। अनि माथि पो जानुभयो कि भनेर माथि गएर खोज्दा गऱ्यौँ। मेरो मोबाइलमा फेरि सिम पनि थिएन, वाइफाई चाहिँ अन गर्नु नि फ्री वाइफाई त रहेछ, फेरि मेरो त दिमाग पनि नपुगेको। अनि माथि खोज्यौँ, अनि मुनि नै पो देखिनौँ कि भनेर मुनि खोज्दै गएको त पुरा प्ले स्टेसनमा छिरेर ड्याम यो खेल्दै हुँदो रहेछ क्या। अनि हाँस पनि उठ्यो, तर यहाँ लास्टै रमाइलो भएको थियो खेल्नको लागि, लास्टै रमाइलो भएको थियो। यति चिच्चायौँ, यति हाँस्यौँ, कस्तो रमाइलो भएको थियो। मायाका कुरा नहो आफैले जान्नु, कुरा गरे पुरैको दुःख हो। माया गरी मन मेरो फुट्यो, रुनलाई आँखाहरू चुम्नलाई ओठ, दुखाउनलाई त मन नछँदैछ। नछोड्ने हात अनि नछोड्ने साथ भन्थ्यौ, सम्हाल्न आफूलाई आफै त छँदैछ। Tidur तिमी चमेली फुलको बास्ना चाहिँ, बिहानी सवेर घामको किरण चाहिँ, चारो पाइला सँगसँगै तपत हिँडेर गर्नु छ कथा। यहाँनिर चाहिँ आई चेकअप गराइरहेको रहेछ, अनि हामी सबैले गरायौँ। मेरो चाहिँ राइट आईमा 0.25 अनि लेफ्ट आईमा चाहिँ 0.5 पावर लाग्ने रहेछ। प्लस माइनस चाहिँ मैले सोधिनँ छु, म त पावरवाला चस्मा नै लगाउँछु। अनि मैले चस्मा लिन परेन। अनि यो चाहिँ हो हाम्रो डन, जसको पेन्ट लगाएर आज म हिँडिरहेको छु। मैले पेन्ट चाहिँ घरमै छोडेछु, अनि वहाँ गएर खोज्दा गर्छु। अनि सन्ध्याका कि मैले अनलाइन मगाएको मेरो नयाँ पेन्ट छ, लगाउनु हजुरलाई ठिक्क हुन्छ होला भनेर दियो। अनि मैले लगाएँ, मलाई ठिक्क पनि भयो। चटपटे देखाइदेऊ न, चटपटे आई चेक गर्यौ नि सन्ध्या, हजुर त्यो सब उसलाई फाइदा हो नि। ए हो कस्तो मिठो क्या यो चटपटे त। एडिडासको क्याम्पस लगाएर हिँडेपछि भिडियो गर्न छुट्याउने कुरा त भएन गाइज। हामी चाहिँ स्टारबक्सको कफी खान आएको छौँ। म चाहिँ लास्टै थाकेको थिएँ, अनि नानीलाई लिएर रुममा गएँ सुताउनु पऱ्यो भनेर। नानी सुतिनँ, अनि 1-1.5 घन्टा जति रेस्ट गरेपछि फेरि बाबा भनेर रुन थालेँ। अनि फेरि बाबालाई बोलाएर अनि फेरि डिनर गर्नको लागि बाहिर हामी निस्क्यौँ। प्लेन राइस खानुपर्छ, पेटमा चाहिँ पातै छ, म चाहिँ फ्रेन्च फ्राई प्लेन राइस हो, पेटमा चाहिँ पातै छ। चाउमिन, सिङ्गला बेल्जियम। अभी कुछ दिनों से सुना है दिल का रौब ही कुछ नया है, कोई राज कम वक्त है छुपाए खुदा ही जाने कि क्या है दिल पे शक मेरा इसे प्यार हो। त अब क्या हुन्छ नि मस्तै छ गाइज। अबर पर्नेको पनि सीमा हुन्छ नि गाइज। यो चाहिँ हामी बसेको होटेल, यो माथि हो हाम्रो। अघि बन्द गरिसकेछ, 10 बज्दैछ। हामी यसरी अलपत्र परिरहेको छौँ गाइज। यस्तो MG रोडमा बसेको। सो गाइज, दिस इज सन्ध्या खरेल साइनिङ अफ फर नाउ। यु टेक केयर, बाई बाई।